म एलिना राई। म एउटा क्रिस्चियन परिवारमा नै जन्मेकी हुँ। म सानैदेखि चर्च जाने गर्थेँ र चर्चको विभिन्न क्रियाकलापहरूमा सहभागी हुने गर्थेँ र मलाई लाग्थ्यो कि मैले चर्चमा एउटा स्वस्थ सदस्यको रूपमा नै आफ्नो भूमिकाहरू निर्वाह गरिरहेको छु। तर वास्तवमा एउटा स्वस्थ चर्च सदस्य हप्तामा 2-3 घण्टा देखिने जीवनभन्दा धेरै पर रहेछ, यद्यपि यसले अर्थ राख्छ। तर त्यतिमा मात्र सीमित नभए उसको व्यक्तिगत जीवनमा पनि जब ऊ एक्लो एउटा बन्द कोठामा हुन्छ या त मण्डलीको सदस्यहरूको आँखाभन्दा धेरै पर हुन्छ, त्यस समयमा पनि आफूलाई अनुशासनमा राखी परमेश्वरको दृष्टिमा योग्यको जीवन बिताउँछ। क्रिस्चियनहरूले सुसमाचार प्रचार नगर्नुको मुख्य कारण रोमिएको 16 भने चाहिँ यो मुक्तिको लागि परमेश्वरको शक्ति हो भन्ने विश्वास गर्दैनन् भन्ने लेखकले आफ्नो विचार प्रस्तुत गर्नुभएको छ र सुसमाचार प्रचार गर्न बहाना खोज्ने मेरो हृदयमाथि यसले प्रहार गरेको छ। लेखकले यस पुस्तकमा एक स्वस्थ चर्च सदस्यको 10 चिन्हहरूको बारेमा व्याख्या गर्नुभएको छ। यसमा समावेश गरेको बुँदा र विश्लेषणहरूले मेरो कमजोरीहरूलाई देखाइदिएको छ र सुधार गर्ने मौका प्रदान गरेको छ। प्रार्थना र समर्पणताको जीवन के हो भन्ने मेरो व्यवहारहरूले थाहा नपाएको मैले पाएँ। तर जे होस्, यो पुस्तक पढ्न पाएँ र नियमित रूपमा आफ्नो रुचिको भन्दा पनि परमेश्वरको महिमा र हाम्रो आशिषको लागि लेखिएको वचनहरू सुन्न प्रेरित हुँदै एक स्वस्थ चर्च सदस्यको अभ्यास गर्न यो पुस्तकले मलाई सहायता गरेको छ। साँच्चै यो पुस्तकले मेरो एक स्वस्थ चर्च सदस्यप्रतिको सागु र बुझाइलाई बाइबलले प्रकाश मिलाउन ठूलो भूमिका खेलेको छ। यस्तो बाइबल पुस्तक मेरो हातसम्म ल्याइदिनु हुने गस्पल पब्लिकेसनलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँहरू सबैजनालाई पनि यो पुस्तक किनेर पढ्नको लागि उत्साह दिन चाहन्छु।